राज भने चाहिँ म कहाँ आएको छु होला भन्नुहोस् त। धमाधम काम गर्दैछ केटाहरूले यहाँनिर। हेलो गाइज, गुड मर्निङ सबैजनालाई है। हेर्नुहोस् त यहाँ पछाडि कति राम्रो भ्यू आइरहेछ। यहाँ चाहिँ हाम्रो मेटलिङ गरिसकेर पनि हो फिनिसिङ हेर्नुहोस् न कस्तो आएको छ। यो चाहिँ हाम्रो कोकिस गोलाइ भन्छ है। कोकिस गोलाइ मतलब यस गोलाइ पनि हो यो। अस्ति पनि कस्तो डरलाग्दो यो उयो भएको थियो चढ्नु सकेको थिएन यहाँनिर हो। अहिले कम्प्लिट भएर त मजाले गाडीहरू जाँदैछ। आज चाहिँ सन्डे हो, तर सन्डेको दिन पनि बिचारा भैयाहरू काम गर्दैछ मजाले। अनि हाम्रो यहाँ लोकल काम गर्ने मान्छेहरू चाहिँ छुट्टी लिएको छ है, काम गर्दैछ मजाले। कस्तो रफ भएको थियो यो बाटो। धमाधम काम गर्दैछ केटाहरूले यहाँनिर। साथीहरू यहाँ चाहिँ हाम्रो ड्राई कम्प्याक्सन गर्दैछ है। अहिले घरि चाहिँ यहाँ माथि डस्ट हालेर चाहिँ कम्प्याक्सन गर्दैछ है यहाँनिर है। अनि तलतिर हेर्नुहोस् न गिटी बिछाउने काम गर्दैछ भैयाहरूले है। यो चाहिँ जस्ट हाम्रो घर अगाडिको बाटो है। मजाले धमाधम हुँदैछ आज है। र दिन पनि राम्रो छ। अनि सन्डेको दिन पनि उहाँहरूले छुट्टी लिनु हुँदैन रहेछ है। राम्रो काम गर्दैछ हाम्रो यहाँनिर। र यो चाहिँ सेकेन्ड पल्टमा यता कम्प्याक्सन गरेको। पहिला चाहिँ भित्तापट्टि गर्छ हो, लास्टमा चाहिँ यता स्लोप पनि मेन्टेन मजाले गरेको छ। अनि बिचराहरूलाई लोड बेसी भएर क्या यता भित्तामा झारिदिएर यिनीहरूको ढिलो काम भयो आज क्या। यिनीहरूले आफै म्यानुअली गर्नु पर्दैछ। नभए चाहिँ यता बिचबिचमा हालिदिएको भए चाहिँ यिनीहरूलाई सजिलो हुन्थ्यो है। र आजको लागि यति नै है।